Good afternoon, students. आज फेरि पनि म एक्सरसाइज 5.1 को क्वेशन नम्बर 3 को बी नम्बर लिएर आएको छु र म प्रयास गर्छु हैन अबदेखि आजदेखि हैन म रेगुलर भिडियो बनाएर अपलोड गर्ने छु र तपाईहरुसँग पनि अनुरोध के छ मेरो कि तपाईहरु लाइक गरिदिनु सब्स्क्राइब गर्नुस् मेरो च्यानललाई र अझै हैन जबसम्म एससी आउँदैन म्याथ्स सब्जेक्ट सकिँदैन तबसम्म म तपाईहरुलाई प्र्याक्टिस गराइराख्नेछु। सो आउनुहोस् सबभन्दा पहिला जुन यो क्वेशन दिएको छ यो क्वेशनलाई बुझौं हैन बुझिसकेपछि के हुन्छ यस्तो सिमिलर क्वेशनहरु दिएको हुन्छ र त्यो क्वेशनहरु गर्नलाई के हुन्छ त एकदम धेरै नै सजिलो हुन्छ। अरु जति पनि क्वेशनहरु छ यदि हामी सिम्पल क्वेशनबाट बुझ्न प्रयास गर्यौं भने हैन सिम्पल क्वेशनहरु बुझ्न सक्छौं भने के हुन्छ बुझेको हुन्छ भने जुन आउने प्रश्नहरु छ घुमाउरो खालको जुन प्रश्नहरु छ त्यो प्रश्नहरुलाई गर्न चाहिँ त्यो प्रश्नहरुलाई चाहिँ सल्भ गर्न चाहिँ एकदम चाहिँ के हुन्छ त सजिलो हुन्छ। सो यहाँ क्वेशन के छ द हाइट अफ अ स्क्वायर बेस्ड पिरामिड having the area of its base 81 square meter is 18 meters. Find the volume of the pyramid. Find the volume of the pyramid. Pyramid को के निकाल्न भनेको छ त भोल्युम निकाल्न भनेको छ। सबभन्दा पहिला यो क्वेशनमा दिएको के छ त्यो लेखौ। के दिएको छ हैन द हाइट अफ अ स्क्वायर बेस पिरामिड हैविंग द एरिया अफ इट्स बेस एरिया दिएको छ एरिया अफ स्क्वायर बेस पिरामिड कति दिएको छ यसलाई हामीले area of square based pyramid in a square equal to 81 meter square दिएको छ। अर्को चाहिँ हाइट पनि दिएको छ के दिएको छ हाइट। सो हाइट of square based pyramid h equal to 18 meter. Find के गर्नु छ त volume of the pyramid. So volume of the pyramid निकाल्न भनिएको छ हामीलाई। अनि फर्मुला थाहा छ हैन भोल्युम अफ द पिरामिड को फर्मुला थाहा छ हैन के छ फर्मुला v इक्वल टु 1/3 a स्क्वायर h। सो यो फर्मुला के गर्छौं त हामी युज गरेर यो भोल्युम अफ द पिरामिड निकाल्ने छौं। सो वी हैव या तो we know that पनि लेख्न सकिन्छ we have या तो we know that पनि लेख्न सकिन्छ। सो volume of the pyramid v equal to कति छ 1/3 a square h। सो 1/3 into हाम्रो एरिया कति दिएको छ त एरिया कति दिएको छ 81 मिटर स्क्वायर। सो 81 मिटर स्क्वायर इन्टु हाइट कति दिएको छ त 18 मिटर दिएको छ। सो 18 मिटर यसलाई हामी सल्भ गर्छौं भने यो यसलाई हामी सल्भ गरेर यहाँ लेख्छौं। अब जा 3 हैन अनि 327 जा 81। सो अब हाम्रो बाँकी के रह्यो त 1 into 27 मिटर अनि अब 27 into 18 गरौँ
भोल्युम अफ द पिरामिड फर्मुला के छ v इक्वल टु 1/3 a स्क्वायर h a स्क्वायर भनेको एरिया अफ द बेस छ सो हाम्रो एरिया अफ स्क्वायर बेस पिरामिड दिएको छ a स्क्वायर इक्वल टु 81 मिटर स्क्वायर दिएको छ अनि यो फर्मुला युज गर्ने a स्क्वायर 81 मिटर स्क्वायर इन्टु हाइट 18 मिटर अब यसलाई सल्भ गर्ने 3 1 3 अनि 327 दा 81 सो 1 into 27 मीटर स्क्वायर into 18 मीटर गर्यो भने कति आउँछ त 486 मीटर क्यूब हाम्रो भोल्युम कति हुन्छ हाम्रो भोल्युम चाहिँ हुन्छ यसको 486 मीटर क्यूब हो यसरी नै रिलेटेड क्वेशनहरु हामी यसरी नै के गर्न सकिन्छ त सल्भ